बिहानीको सुरुवात हुन्छ आराध्याको कौवा स्नानबाट। आराध्यालाई मेरो 21 तोपको सलाम छ। यो 42 डिग्रीको घाममा पनि नुहाउँदा उनलाई शीतल होइन साथीहरू, जाडो भएको छ। आज म तपाईहरुलाई मेरो घरको अल्छी सदस्यसँग भेट गराउँछु। उहाँ हुनुहुन्छ हनी, काम दिनभरि खानेर सुत्ने मात्रै हो। चुभने लगा हूं सबको, छुरा तो नहीं हूं। विद्यालय जाने समयमा कसले रिड गर्छ? हाम्री आराध्या। म पनि यसो होममेड टिचर बनेर आराध्यालाई 2-4 वटा क्वेशन सोध्दै छु। सबै क्वेशनको एन्सर मिलिसकेको छ। यही खुसीमा आराध्याको बेसुरा डान्स पनि सुरु हुन्छ। आराध्या आफ्नो ड्रेसमा सजिएर खाँदैछिन् खाना, र आज खानामा छ रोटी, भाङको चटनी र दही। आज आराध्या तरकारी खाँदिनिन् किनभने आज तरकारीमा पाक्दैछ करेला। यता आराध्याको लागि टिफिन पनि तयार हुँदैछ। कति मिठो खाजा आराध्याको। हाम्रो पालामा त सुक्खा रोटी पनि नसिबमा हुन्थेन। खाना खाइसकेपछि फेसको लिपापोती भइरहेको छ। यति नगरे त आराध्या र हनीलाई छुट्याउनै सकिँदैन। बिहानको 9 बजिसकेको छ। अब क्यामेरा बन्द, हामी लाग्यो विद्यालयतर्फ। ओके बाई।